Yo, what's up everyone? Welcome back to my another vlog, another video. आज हामी सावनको वर्तमानमा जाँदैछौँ। त्यही भएर कन्टेन्ट भेट्यो न त कन्टेन्ट नभेटेर मैले बनाएको थिइनँ भ्लग 1 महिनापछि आइरहेछ। त्यो ल हेरिदिनु होला। अहिले हामी बिबी चोकतिर जाँदैछौँ। हामी भन्नाले यो छ एउटा हाई गाइस व्हाट्स अप नम्बर 1 का कमीना। अब हामी जाँदैछौँ है। कस्तो लाग्छ रिल्याक्स गरिदिनु राम्रो लाग्यो भने नत्र नगर सो यसलाई चिन्नु नै हुन्छ होइन। त्यो त्यसलाई चिनिसको त्यो यो लाउने ट्र्याक उताको कोही होइन। तपाईँहरू इग्नोर गर्नु, यो हाम्रो पर्सनल म्याटर हो होइन। सो ल धेरै पछि भ्लग आयो। अब 1 महिनापछि भ्लग गरेँ। फर्स्ट भ्लगै माया कसम फर्स्ट भ्लग हालेँ। त्यसपछि अर्को हालौँ भनेको थिएँ। ठ्याक्क कन्टेन्ट चाहिँ आइरहेको थियो, तर कन्टेन्टको प्लानहरू चाहिँ गाँड उलट भयो। त्यही भएर लगेर गाडी नभेटेर तनाव छैन, अल्छी लागिसक्यो। गाडी नै पाएको छैन। खासमा हिजै जाने प्लान थियो केटाहरूसँग, यसो नाइट आउट हान्दै होइन, सेकुवा टेकुवा तार्दै पोलुवा खाँदै त्यतिकै प्लान थियो। अब हिजो अलिक काम परेर भएन, त्यसको लागि सरी केटा हो। अनि म चाहिँ हराएको छु। त्यस्तो सोसियल मिडिया त्यति खासै चलाएको पनि छैन। I've been looking for since previous days. भन्नु आयो भन्दै किन भन्नु अब होइन। अब त्यही हो, बिङ लोकी एज अ लोकी होइन। अब त्यति खासै चलाउनु पनि मन लाग्दैन कि सोसियल मिडियाहरू। त्यही हो, प्राइभेट लाइफ इज चिल, अफलाइन लाइफ इज चिल भनौँ न होइन। सब कुरा प्राइभेटमा गर्ने हो। त्यस्तो अनलाइन फ्लेक्स हानेर पनि केही हुँदैन। आजकल त्यति ओटिटी भिडियोहरू पनि बनाउँदैन। म अब यसो क्विट गर्ने सोचमा छु होइन। अब हजुरहरूको सजेसन दिनु। अब इट्स बेटर टु बी क्विट कि नक्विट गर्दा राम्रो हो। अब हजुरहरूको सजेसन के आउँछ होइन भनिदिनु। क्विट गरिन भने म हाल्दै गर्छु होइन ओटिटी भिडियोहरू। हजुरहरूलाई राम्रो लाग्छ भने इफ यु डोन्ट लाइक इट होइन भनिदिनु, अनि सजेसन दिनु। त्यस्तो अब मुखमै राम्रो हुने अनि पछाडि चाहिँ कुरा काट्ने जस्तो चाहिँ होइन। त्यस्तो चाहिँ मन पर्दैन मलाई। त्यसले अनि सजेसन दिनु। त्यही हो, अहिले गाडी आएपछि सिधै उता भेट्नेछु। लगेर फतेहपुर पुगिसक्यौँ हामी। अब अझै हामीलाई उदयपुर पुग्नु पर्छ। हामी अब के गर्ने थाहा छैन। वी डोन्ट नो एनिथिङ वेयर वी आर। हामीलाई त्यो पनि थाहा छैन। वी आर फकिङ लस्ट त भन्दैनौँ। हामी फतेहपुरमा छौँ यति मात्र थाहा छ। अब कहाँ जाने, अब त्यो ठाउँको नाम मैले बिर्सिसकेँ। के अरे सिवाई अरे। केटाहरू त्यही भेट्ने छ हामीलाई। अनि त्यही अब उतै गएर भेट्छौँ सिधै। ल केटा हो, हामी पुगिसक्यौँ। अब अलि हल्का तल जानुपर्छ। अनि हाम्रो केटाहरू पनि आइसक्यो। कपाल क्या बल छ। ल हाम्रो यता लिम्बू छ। यसो भ्लगमा यसो हाम्रो घोडा कपाल देखा चाहिँ यस्तो कपाल त डेन्जर रहेछ। यिनीहरू बाइकमा आउँछ भने त्यही साइकलमा आयो। ल चल्तीमा अब साइकल राइड हान्दै केटा हो आधी घन्टासम्म हिँड घोडा। अब यसो अब तिम्रो अब गर्लफ्रेन्ड थर्को छैन यसरी पकाएको लागि होइन। अब मै छु, अब मै पकाइदिन्छु होइन। यसो गर्लफ्रेन्ड भएको यसो हात साथ यताउति। अरे बाप रे, ये तो धोती खोल रहा है। त्यो गर्नु हुँदैन केटाहरूमा। ल केटा हो, घाम छ ओभर। कसम कपाल के साह्रो बबालो। कसम भनेको कसम म भन्दा खतरा बनाएछ यार उसले त कपाल। मेरो त फेरि यस्तो छ नि। अझै कति टाढा
लास्टमा केही भन्दैन के शब्द भन्दैन होइन केही कसैलाई मेसेज मेरो भ्लगको तर्फबाट स्याड ह्याप्पी जस्तो राम्रो नराम्रो त्यसैको पनि राम्रो त राम्रै चलिरहेको छ होइन दिन अरू के कमी छ भने नि अल्छिरहेको छ सबको यस्तै हो अरू केही छैन अरू केही कसैलाई स्कुलको क्लासको केही कसैलाई केही मेसेज राम्रो नराम्रो केही नदिने म साले को बम से उड़ा दूंगा एक नदिने किनकि उसलाई रिस उठिरहेको छ 2-4जनासँग त्यही भएर हामी जस्तै ल केटा अब सिधै अब त्यहीँ गएर भेट्नेछौँ एकैचोटि डाइरेक्ट सिधै सो स्टे ट्युन आउनेवाला छ अझै रमाइलो हुनेवाला छ खाँदै गर्नु ल केटा हो हाम्रो यहाँ आइसकेछ हाम्रो आजको मेन क्यारेक्टर द सुपरस्टार हाम्रो यता ल केटा हामी पुगिसकेको छौँ होइन अब अहिले के भन्नु अब अहिले यत्तिकै रेस्ट हुँदैछ हाम्रो यता हाम्रो मेन क्यारेक्टर चाहिँ अब नुहाइधुवाइ गरेर अब रेडी हुन्छ अनि त्यसपछि अलि गफ अलि डुलडाल हुन्छ के हुन्छ अब यताउति काहीँ डुलिन्छ होला देखाउँछु ल है त भेट्ने छ म अगाडि स्टेच्यु ननमा ब्लगको तर्फबाट कसैलाई मेसेज के पुऱ्याउँछ छ नि कसलाई छ भन्दे नाम नली यतिकै भन्नु पर्यो भन्न हो कपालै छैन के मिलाएको मुला म तिक्लु भाइ गाइज के गर्नु इन्सपिरेसन ओके म यहाँ हालिदिन्छु यहाँ एप्स देखाइदे ल एप्स देखाइदे 3 महिना कपाल पाल्ने भने यहाँ के मेसेज भन्दैन नि आइज न मेसेज के मेसेज भने त सेल्फी झार्न खोजेको यसले के पो अरे तिक्लु हुनु भन्दा अगाडि कपाल नपाल्नु होला अब कपाल उड्यो हाम्रो पनि उड्छ कि भन्ने आश छैन किनकि उड्दैन हाम्रो सो यो आँटेको छ अब देखाउन त मिलेन होइन कहाँ नआएको देखाउनु ल अहिले भेट्यो हाम्रो इलेक्सनको पार्टी कुन पार्टी हो हामी यसो यता हेर अलिक पछाडि यसो यस्तोवाला दिनु थम्नेल राख्छु दुईटा हो मलाई भोट गर्नु पऱ्यो भास्करलाई त्यस्तै भइरहेको केटा हो अब यहाँ फोटोसुट हुन्छ होला जोसँग आउँछ होला फोटोसुट यताउति के हेर्नु इफ यु आर इन्ट्रेस्टेड भिजिट माई इन्स्टाग्राममा आउनु होला लाइक कमेन्ट हालिदिनु ल केटा हो हाम्रो चाहिँ यहाँ फेरि यहाँ हाम्रो के भन्छ वर्तमान बोय चाहिँ नेपाली ड्रेस लगाएर इङ्ग्लिसमा के हो त्यही त छेवाहरूमा के भन्छ नेपाली ड्रेस लगाएर इङ्ग्लिस गीत फरेन गीत सुनिरहेको Bro, what are you talking about, man? खाना भात खाने यो खाने म त यही खाने नि अहिले कहाँ भात खानु र केटा सामान यो खान्छ अरे भात मात्र सुक्खा भात मात्र खानु म यो सब्जी के हो यो मात्रै खान्छ अरे बाबा छोड्दै त्यसो खा न ल केटा हो यहाँ हाम्रो सेरोटी छ यहाँ हाम्रो सब्जी छ कोबी छ अनि आलु काउली आलु बन्दाकोपी त्यही हो भात एकछिनमा खाने ल केटा हो अब एकछिनमा खाने ओइ सामान ओइ हाम्रो घोडा छ यता हाम्रो दिदी यो केटा हो अब रोटीहरू ल केटा हो अब खाएर भेट्नु 2000 years later ल केटा हो अब हामी यसो गुल्ला लान निस्क्यौँ हाम्रो आजको सुपरस्टार यहाँ फ्यामिली फ्रेन्डली हो हाम्रो यहाँ नेपाली हो अलिक भावनामा गएछु जुत्ता झन्डै गयो होइन मेरो नयाँ सुज हो क्या फेरि मेरो फेरि नयाँ जुत्ता हो क्या यस्तै छ केटाहरू अब रिस उठाउँछ के गर्नु अलिक मायाले साथीभाइको माया भन्छ क्या माया गरिदिएको पचेन उसलाई भ्लगको अगाडि त्यस्तो भन्यो
होइन केही छैन कहिले काहीँ चल्छ माया देखाएको कहिले काहीँ चल्छ घोडा उको भन्छ एकान्तमा माया चाहियो भरे राति आउनु माया ल आज हाम्रो आज रातिको नाइट आउटको प्लान के छ यही हो अब सक्सेसफुल हुन्छ कि हुँदैन प्लानिङ चाहिँ छ गाइज होइन नाइट आउट हान्ने नाइट आउट हान्ने होइन अब कस फेरि नाइट आउट भयो भने कतिहरूको जल्न सक्छ तल जलिरा होला जलिरहेको पनि होला अहिले पनि छ कि छैन मान्छे हाम्रै जलिरहेको छ घामले अभी मजा आएगा ना भिडो ल केटा अहिले भेट्दैछु है त ओए झुन्ड्यो त ओए झुन्ड्यो ओए बाँदर हाम्रो साथी आपको बोटमा झुन्डिरहेको छ बहुत मनुष्य लग रहे हो मत करो रहने दो यसो क्या साँच्ची भनेको यही छ साथी मेरो साथी त झुन्डेर झुन्ड्यो भनेर कहाँ झुन्ड्यो भने आपको बोटमा यस्तो गरेर यही छ एउटा टन्नै छ केटाहरूलाई चाह्यो भने त्यसलाई सम्पर्क गर्न सक्नुहुन्छ त्यो बिचको ढाका टोपी लगाएको हाम्रो आजको डिलर हो आज फोटोसुट भइरहेछ चाहियो भने त हाम्रो मोडल पर्यो नि त मलाई बगानै दिन्छु सबैलाई त्यही त म नम्बर हालिदिन्छु कि यसलाई कल हान्नु कसैलाई चाह्यो भने आप हिज द डिलर अफ म्याङ्गो अमलाको पनि हो अमला पनि छ है त्यहाँ त्यो अमलाको डिलर पनि हो है यहाँ कसैलाई चाह्यो भने कन्ट्याक्ट यो चाहिँ मेरो बगान हो गाइज होइन धेरै मेहनत लाग्यो यो उतो गर्नलाई पानी हाल्न यहाँको पानी ट्याङ्कीको झन्डै पानी लाग्ला नि भन्दा गरे कविता त्यो अमला काण्ड कहाँबाट सुरु भयो भने यसकै यहीबाट सुरु भएको यही हो डिलर मैले बेचेको थिएँ काण्डै भएछ यहाँ के भन्छ यहाँ प्रहरीहरू देख्दै हुनुहुन्छ भने सर मेरो हजुरहरूसँग रिक्वेस्ट छ यसलाई अरेस्ट गर्नुहोस् यो एकदम वाटेर 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग के वजह नेताको भेषमा यो भनेर आफूलाई नेताको भेषमा यो टेररिस्ट हो आतंकवादी मलाई भोट गर्नुहोस् आँप बगेर सब तपाईँहरूलाई 500 रुपियाँ एक भोटको अमलामा भोट गर्नु क्युआर पठाइदिन्छु अघि मैले बाटो भन्दै थिएँ नि भित्रबाट यहाँ अघि मैले उहाँबाट गाह्रो हुन्छ अगाडिबाट यता हाम्रो चितुवा बाटै छैन त गयो चितुवा केटा हो चितुवा बस्दिन कतै फोटो यसो हान्नु पर्यो रिल बनाउनु पर्यो आजकल अपलोड नगर्नु कहिले अपलोड गर्नुपर्छ होइन न त फेरि जहिलेको लागि हरायो भने त त्यो पनि हुँदैन कहिले काहीँ हान्नु पनि पर्छ अपलोड होइन हाम्रो यता फेरि यता गिटारिस्ट बोइजहरू यता I'm a rapper, man. I'm a rapper. Okay. होइन आज कस्तो गर्नु परेको होइन यार अनि कसले गर्दा होला उसले गर्दा होला नि हो ड्रिमी लाइक माई टिज पुल यस्तो छ हल्का पनि मिस्टेक वान मिस्टेक त खतम तर म बाँचिहालेँ यो हामी अब जाँदैछौँ यताको चोकतिर सामान लिन यता मकैबारी छ तर अहिलेको ट्रेन छ नि के कसो भन्दा भुलिरहेको मैले त केटाहरू अगाडि गएर छ म चाहिँ लास्टमा छु किनकि मैले भिडियो एडिट गर्दै हिँडिरहेको थिएँ गर्नु परिहाल्यो अब धेरै दिनपछि बनाएको होइन हल्का एडिट भ्लग छिटो आउँछ त्यही भएर हो ल अब सिधै यता त भ्लग हान्दिनँ लामो बाटो छ लामो भन्नाले नि हाम्रो त्यही घरतिरकै डिस्टेन्स जति छ भनौँ न खालि त्यो घर सर नभएर हो यताउति नभएर मात्र हो टाढा लागेको हामीलाई
ल केटा अगाडि छ म चाहिँ पछाडि छु ल सिधै उता भेट्नेछु है त that the old narrator got tired of waiting. ल केटा हो अब यसो स्पिकर उठाएर हामी अब चल्दैछ घरतिर किनकि आज बसिन्छ होला यही त बस्छ राति यसो ब्राजिलियन हाम्रो पनि निस्किन्छ है हल्का फल्का यसो पुरै यहाँ प्र्याक्टिस अहिले चलिरहेछ के यसो हामी हाम्रो स्पिकर छ केटा हो कसरी थाहा छैन भन्ने केटा हो एउटा खतरा एङ्गल हुन्छ आज चाहिँ ज्योति मगरको कन्सर्ट हो अनि हाम्रो जाने प्लान छैन किनकि हामी नट ज्योति मगर फ्यान होइन हामी आफ्नो सरी नगर यार नाम नलियो यहाँ फेरि यहाँ भ्लग दिँदैछु भने कपाल मिलाइहाल्छ क्या ओके गुड गाइस हाम्रो यहाँ भैया हाम्रो भैया खोइ भैया कस्तो लागिरहेको ये फंस गया सी बढिया बनाइदिएको भ्लगमा भाइरल हुनुलाई जे पनि अलि बाबु हाम्रो फ्यान फलोइङ बढेर यहाँ हाम्रो मित्रको हेटर्सहरू पनि बढिसकेछ इन्स्टाग्राम अघि आउने बेला यस्तो अर्पण हेटर्स भनेर छ त यार अब हेटर्सहरू है त्यही त अब सेलिब्रेटी भएपछि हेटर्स त भइहाल्छ होइन मलाई माया गर्ने पनि छ भन्दै के सोधेको मलाई चाहिँ फेरि माया गर्न कोही छैन तपाईँलाई अब भ्लग कस्तो लाग्यो है राम्रो लागेन लाइक सेयर गरिदिनु नराम्रो लाग्यो पनि माया गरिदिनु मलाई त हेर्न पनि कोही छैन अब यस्तो क्या हामी हेर्दैछौँ त तँलाई ओइ देखाइदियो तक्ला यस्तो खोल्यो भने पनि छि तक्ला भने भाग्छ यिनीहरूको थाहा छैन मलाई चाहिँ के भन्नु म त सबको लागि नराम्रै हो होइन अब म नराम्रै हो अब त्यही पनि टपमै छु अहिलेसम्म कसैले हलाउन पनि सकेको छैन मलाई इट्स अ फ्यामिली फ्रेन्डली ब्लग एम इन टप होइन त्यही म लोकी भए नि लोकी बसे पनि होइन प्राइभेट बसे पनि म प्राइभेटमा नि ओटिडी हान्दै बस्छु कसैलाई थाहा छ भने अब रियलमा भेटेर त्यही त थोर जस्तो फ्लेक्स हान्दैन क्या बिलोकी त्यही भएर म यस्तो म के भन्छु आजकल फ्लेक्स खान मन लाग्ने पहिला मात्र हो यसलाई उसलाई इम्प्रेस पार्ने भन्ने सोच विचार छैन अहिले त्यही भएर शान्तमा बस्यो खायो पियो भएको मुतो सुतो त्यही हो हामी शान्ति लिन आएको हामी अब नो शान्ति हामी शान्ति मतलब त्यो मान्छे शान्ति होइन नि फेरि पिस लभर वान पिस लभर है त त्यो हाल्छ वान पिस लभर We are good guys. We are not bad guys. ल यता चाहिँ सही रहेछ क्या टक्क फेरि उता इतरतिर हुँदा चाहिँ यताउति घाँगु होइन त्यो अर्को कुराले पनि कस्तो त्यो पार्छ नि फ्रस्ट्रेसन निकाल्छ नि म्यागलाई गर्छ तु यताउति जस्तो ग्लोबल वार्मिङ भएर हामी शान्ति खोज्छौँ नट ग्लोबल वार्मिङ चाहिँ यता चाहिँ सही छ ठिकठाक सही छ त्यो गुड एकदम गुड सिनहरू ठाउँहरू छ यता साउट टु उदयपुर होइन उदयपुर सिवाई साउट टु उदयपुर साउट टु सिवाई ठाउँ एकदम बेस्ट छ पिकनिक सिकनिक खानको लागि आउन सक्नु छ त्यही त त्यो हाम्रो फेरि त्यो फेरि हाम्रो स्क्रिप्टेड हुँदैन हाम्रो त ऱ्यान्डम हो ऱ्यान्डम बनाउने जे हुन्छ भालो देखाइदिने हो सक्यो हाम्रो उता केटा लगाएर त्यो बन्ठाजको स्टार त्यसको दाइ त्यो चाहिँ खतरा है यहाँ केटा हो फेरि पिस खोज्दै होइन
फेरि पिस खोज्दै अर्कै पिस हुन्छ नि केटाहरूको पनि फेरि बुझ्नै गाह्रो छ होइन फेरि कसको के हुन्छ कसको के थाहा भएन मैले त फेरि यस्तो झरे छौ आजको खासमा हाम्रो प्लान थिएन यहाँ बस्ने हामी एक दिनमै आएर एक दिनमै फर्किने थियो खासमा यहाँ आउने प्लान चाहिँ हाम्रो हिजोको थियो तर हिजो काम परेर भ्याएनौँ नत्र नाइट आउट छडै आने केटाहरूसँग प्लान थियो अब हेरौँ आज नाइट आउट पोसिबल भयो भन्ने होइन के च्यान होइन मन्दिर हो जय जय ल ब्लग अब बोल्दा बोल्दै लामो हुन्छ तपाईँहरूलाई पनि झ्याउ लाग्छ अब सिधै उता गएर भेट्नेछु बाई बाई tomorrow. ल केटा सबलाई गुड मर्निङ एकदम अल्छी लाग्दो गुड मर्निङ अनि गर्न नआएर त्यो नि यस्तै हो चलिरहेछ बिहानमा नै हल्का घाम लागिरहेछ उता हिजो अलि नाचगान भयो मकैबारी दाराम भएर यस्तै हो अब लु अब सिधै एकछिनमा भरे भेट्नेछ भयो त चट्ट लगाएर अल्छी लागिरहेछ नि हाम्रो साइडमा चाहिँ बाहिर छ बाइक पनि हो तिमी भाइ हो म त हिजो बुझ्नु भनेर थिएँ ल हाम्रो बिग फ्यान भाइ हाम्रो गेम हेर्नु तिमी होइन के तिमी होइन उसको इमान के अनि तिम्रो नाम चाहिँ के कति क्लास पढ्छौ अनि ऊ चाहिँ अर्कै क्लासमा अर्कै स्कुलमा पढ्छ नि त्यो अर्कै स्कुलमा 2 मा पढ्नुहुन्छ नि त्यसको स्कुलको नाम पाडवाङ खै के पाडवाङ अनि के पाडवाङ एकाडेमी पाडवाङको नाम पाडवाङ एकाडेमी ऊ चाहिँ तिम्रो को भाइ ऊ चाहिँ तिम्रो को के तिमी दादा थिए है उसमा फेरि यहाँ फेरि यो भाइले चाहिँ एक्लै देखाएर खाएर रहेछ नि अर्को भाइले पनि मागिरहेको रहेछ होइन त्यो अर्को भाइले चाहिँ नदिएको अरे क्या किन नदिएको उसलाई लास्टै साइड छ भाइ चाहिँ मेरो त अलि के भन्नु अलिक बिरामी फिल भइरहेको छ किनकि मजाले सुत्दै पाएन म एक्टिभिटी बढी फेरि त कलको पानी फेरि मलाई बस्दैन रुगा लागिसक्यो फेरि घरमा थाहा पाउनु भने त मार्नु हुन्छ बिहान भएर आइस भनेर त्यो के भन्दिनँ घरमा बच्चादेखि किन भन्दै आएको के भन्छ अनि आज 20 भोलि 21 भोलि टुरिस्ट क्लासको इक्जाम मेरो दाहरूलाई चाहिँ बेस्ट अफ लक राम्रो इक्जाम दिनु होइन त्यसपछि चाहिँ जानुपर्छ हजुरहरूको 6 महिना छुट्टी हुन्छ त्यो 6 महिनाको छुट्टीमा चाहिँ दाइ जानुपर्छ त्यो 6 महिनाको छुट्टीमा एक दिन म र दाइ र भाइ जानुपर्छ है र मेरो के भन्छ प्रवेश दाइ मेरो अनि मन्जित दाइ दुईजना राम्रोसँग इक्जाम दिनु होइन अनि त्यसपछि चाहिँ जानुपर्छ राइड खोइ थाहा भएन मलाई इक्जाम हुने बेला त्यो भाइ फेरि तारिक खाएर भन्नु न नदिनु अरे म पनि सानो लोभी थिएँ म त बोला पनि बोलिन्थेँ कुसो त जहिले पट्टमा हप्ते मलाई थाहा छ मैले बच्चादेखि सुनेको फेरि पहिलेदेखि साथी एउटै गाउँको हामी यस मेरो घर चाहिँ तल थियो यसो माथि थियो मलाई आउँदैन त गाडी ए काम गरेको देखा यहाँ 10 लाख काम सामान हानिरहेको छैन फेरि मलाई चाहिँ त्यस्तो काठमाडौँको काम माथि खासै बुझ्नु मन लाग्दैन फेरि ल भन्छु सो एभ्रिवान वी आर गोइङ होम एकदम रमाइलो भयो होइन रमाइलो भयो यता सबजनासँग के भन्नु अब जान मन छैन तर बाध्यता अब जानै पर्यो घरतिर होइन कस्तो भयो घोडा कस्तो तँलाई कस्तो लाग्यो लम्बे हाम्रो मेन क्यारेक्टर हाम्रो धेरै छुट्टी भयो त्यस्तो रमाइलो भयो होइन अनि हाम्रो मेन क्यारेक्टर चाहिँ यहाँ छ हाम्रो मेन स्टार जसले गर्दा यति रमाइलो भयो यता मामा अनि यता भान्जा एकदम खतरा जोडी छ सुपर जोडी मामा भएको जोडी एक नम्बर जोडी छ केटा अब गाडी आएर छैन अब निस्किनु पर्ने हो अब ल एकदम रमाइलो भयो त्यसो भएर कन्टेन्ट पनि भेट्यो अब नेक्स्ट ब्लग कहिले आउँछ थाहा भएन त्यो अलि सकेसम्म म चाँडै ल्याउन ट्राई गर्छु ब्लग यो ब्लग चाहिँ आज बेलुकासम्म आउला म पब्लिक पनि अलिक ढिलै गर्छु किनकि क्वालिटी घट्छ ल सो अब नेक्स्ट ब्लगमा भेट्ने छौँ है त बाई बाई पिस आउट मन परेमा लाइक शेयर सब्सक्राइब केही सजेसन दिनु छ भने कमेन्ट डाउन होइन ल सो बाई बाई पिस आउट